ल दाजुभाइहरू है टक्क लाएर आज के बार हो आज खै के बार हो थाहा भएन जेसुकै बार होस् आज थर्सडे जस्तो लाग्यो। अब कामसाम सकियो 6 बजे छ तर यो घाम हेर्न घाम आमामा टङरङ्गै घाम लागेछ है। अब यो 6 बजे पनि घाम अस्ताउँदैन 9-10 बजीसम्म यस्तै हो। यिनीहरूको पारा यो ठिक लागेन मलाई यो चाहिँ होइन। अब म घरतिर जाँदैछु र सरर लाएर तपाईँको साइकलमा चढेर यो बाटो चाहिँ अलिकति मलाई मिठो लाग्छ। यो बाटो सेक्सी लाग्छ। यो बाटोमा स्याउस्याउ पनि फलिरहेको छु यसरी लफङ्गा पाराले। भोलिपर्सि आमामामा चस्मा लगाएर हिँड्दो रहेछ सारा गरिब बनाएर पुगेर। यो जङ्गलको बाटो पनि सेक्सी छ है। यो तलतिर चाहिँ यो फुल रोप्नेले त्यसले के भन्छ यार गार्डन सार्डन के समथिङ नर्सरी भनौँ न नर्सरी हो। अनि यो टक्क लगाएर त्यो नर्सरी हो। अब यताबाट पनि त्यस्तै छ बाटो चाहिँ। यो वरिपरि चाहिँ फुटबल ग्राउन्डहरू छ यताउता पसलहरू छ। अनि अलिकति अगाडि गएपछि तपाईँको सानोतिनो स्कुलहरू छ यो जङ्गलको पछाडिपट्टि। यता साइडमा क्रिकेटहरू खेल्छ मान्छेले फुटबल सुटबल खेल्छ। यो हाम्रो बस्ती हो। यताबाट उता लेफ्ट साइड गयो भने पसलतिर पुग्छ। यतातिर चाहिँ अब मान्छेहरू बस्छ। यतातिर अब के गर्यो अब हामी छिमेकी राष्ट्रको मान्छेहरू हुनसक्छ यस्तो गर्ने हरकत चाहिँ अरूको हुन सक्दैन। यो हामी अरूको बारेमा यस्तो सोच्न सक्दैनौँ। त्यही भएर अब हामी यो बाटो सरर हुँदै एकदम हुन्छ नि एकदम भरपुर इनर्जीको साथ अगाडि बढ्दैछौँ। तर हामीले यो भिडियोमा के बोल्ने कुरा भन्ने थाहा नभएर हामीले यहाँ गर्दै गर्दै पनि भिडियोले लम्बाउने कोसिस जारी गर्दैछौँ। हामी अगाडि बढ्छौँ। बढेपछि अलिकति जा यो ठुलो ब्रिज आउँछ होइन। ब्रिजको मुनि रोड छ। रोडमा गाडी साडी गुड्छ है। यस्तै छ गाह्रो छ। टक्क यो बाटो क्रस गरेपछि हामी बस्ने बस्ती आउँछ। अब टक्क लाएर यो वरिपरिको चाहिँ सबै यतातिर चाहिँ अलिक छुट्टै खालको घरहरू छ। यिनीहरूलाई चाहिँ यो के भन्छ यसलाई यतातिर भिल्ला भन्दो रहेछ। तर हाम्रो नेपालमा एक्ज्याक्टली यसलाई भन्छ हामी टर होइन। अब के यस्तो गर्नु ठाउँ देश संसारको भेष के भन्थ्यो नि पुरानो मान्छेहरू त्यस्तै कुरा। अब हाम्रो यहाँ एउटा सोल्टी भेट्छु क्या अरे मैले यहाँ। अब सोल्टीसँग हल्का गफ गर्छु के भन्छ के बोल्यो मलाई थाहा छैन। Where do you go? I don't know. There's nothing around here. Maybe KFC. You want to take my spare bike, sir? No, thank you. Walk? I take a scooter. Where is this scooter? Scooter? Ah, that is You look scooter. on the app here. That scooter is there, sir. Okay. I mean, Okay, see ya. see you, my friend. साथीले अब त्यो भाडावाला स्कुटर लिएर जाने अरे होइन। त्यो यतातिर पाउँछ म कुन दिन देखाउँछु तिमीहरूलाई। अब यो हाम्रो लन्ड्री हो। अब हामी यतातिर यहाँ साइकल राख्ने ठाउँ हो। यहाँ राख्ने ठाउँ होइन तर यहाँ राखिदिन्छौँ हामी बाल होइन पछाडि राख्ने ठाउँ हुँदै पनि हामी घमण्डी केटो म गरेर हिँड्छौँ। मालसम्म झाडझुड निकाल्छौँ। यो सोफा यो बस्ने ठाउँ हो। मान्छेहरू बस्छ यहाँ चुरोट खान्छ म खाँदिनँ। यो हाम्रो किचन हो। यहाँ कसले माछा पकाएर अलिकति छ्यालब्याल गरिरहेछ। अब यहाँ म फ्रिजमा जान्छु। मलाई टेक लगाएर त्यो गर्मीले गर्दाखेरि म आफ्नो माल ट्याक्क राख्छु। फ्रिज अर्को खोल्छु। आफ्नो माल के छ यो रहेछ ल निकालेर खाइदिनु पर्ने हुन्छ। हामीले गएर बाहिर टक्क बस्छौँ। बसेर अब यहाँ के गर्छु म के गर्छु होला म यहाँ त्यो म एकछिनमा बस्छु मजाले बस्छु। को अजिब बुढा है। बुढा फेरि अजिब खालको छ होइन। के बोल्दैन इङ्ग्लिस चाइनिज केही नि बोल्ने चाइनिज मात्रै बोल्ने हो। आज उसले माछा मारेर ल्याएको छ अरे तल म फोटो पठाउँछु दे तेरो नम्बर भनेर ल्याङ गरा होइन। विचारमा पठाउँछन् फेरि बुढाले विचार इन्स्टल गरेछु मैले। त्यहाँ माछा त्यो माथिको फ्रिजभरि छ। के गर्दैछन् बुढाले अब गर्छन् क्या अरे मलाई भिडियो सिडियो पठाउँछु। म भिडियो लास्टमा दिन्छु फोटो। अब बोलचाले भनेको हामी साइन ल्याङ्ग्वेजमा बोल्ने हो। तर आज यो मारेर ल्याएको भनेको हो भन्दैछ होइन। यता मुनि घामले डरेर कालो भयो यता माथि सेतो छ हेर्न मेरो भन्दै भनिरहेछ। त्यहाँ त्यो उसमा काखीको मुनि यत्रो पिलो आएको थियो अहिले निको छ। त्यही हो फोटो है ल बाई।